हेलो नमस्ते। आज चाहिँ माछा कसरी मारिन्छ भन्ने कुरा चाहिँ म तपाईहरुलाई देखाउँदैछु। गाउँका ससाना खोलाहरुमा चाहिँ ठुलो ठुलो कुर बनाएर चाहिँ माछा बसिरहेको हुन्छ अनि निस्किन चाहिँ सकिदैन, माछा निकालेर मार्न सकिदैन। धेरैले चाहिँ करेन्ट हानेर पनि माछा मार्छन्, विभिन्न किसिमको विषादीहरु प्रयोग गरेर मार्छन्, तर बल्छी खेलेर पनि माछा मार्छन्। हामी त्यसरी मार्दैनौँ। आज तपाईले गाउँघरमा चाहिँ यो ओखर पाइन्छ अनि यो ओखरको पात हुन्छ, यसलाई हामीले चाहिँ यसरी यो पात टिप्नुपर्ने हुन्छ अनि यसलाई पात टिपेर हामी एउटा बोरामा हालेर जाने अनि बोरामा हालेर खोलामा जाने। त्यसपछि खोलामा गइसकेपछि चाहिँ पानी कसरी कटाउने अनि त्यो कुण्डोमा चाहिँ माछा कसरी मार्ने भन्ने कुराहरु चाहिँ म पछि लास्टमा देखाउनेछु। यो ओखरको पात यो भर्खर पलाएको भर्खरको मुना हुन्छ। तपाईहरुले यो मुनालाई चाहिँ विषका रूपमा प्रयोग गर्न सक्नुहुन्छ र सिंगो ओखरको जराहरु अथवा ओखरको बोक्राहरु भयो भने पनि त्यसमा पनि माछा मर्ने गर्छ। सिलाउनेको बोक्राहरु त्यसैगरी मौवाको बोक्राहरु हुन्छ। त्यो मौवाको बोक्राहरु पातहरुबाट पनि भर्खर पलाएको मुनाहरु पनि तपाईहरुले विषका रूपमा प्रयोग गर्न सक्नुहुन्छ। त्यसो गर्दा फेरि माछाको आँखामा चाहिँ विष लाग्छ। आँखामा विष लागिसकेपछि माछा चाहिँ फुतुङ नाच्दै पानी भन्दा माथि बाहिरपट्टि आउँछ र हामीले च्याप्प माछा समातेर चाहिँ खान सकिन्छ है त। आज म खोलामा जाँदै छु, त्यो पनि म तपाईहरुलाई देखाउनेछु। यो ओखर कहाँ पाउनुहुन्छ, तपाईहरुले कसरी ओखर चाहिँ मार्ने, यसको विष चाहिँ कसरी बनाउने भन्ने कुराहरु पनि म तपाईहरुलाई आजको यो भिडियोमा समेट्नेछु। भिडियो अन्तिमसम्म हेर्नु होला र यो भिडियोमा तपाईहरु नयाँ हुनुहुन्छ भने मेरो युट्युब च्यानल सबैजनाले लाइक शेयर र सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला। तपाईहरुले माछा त देखिहाल्नु भयो हैन, कति धेरै माछा छ अनि एकदम ठुलठुलो खालको माछा पनि छ र त्यो सबै माछाहरु चाहिँ असला माछा हो। अनि आज चाहिँ त्यो असला माछा मार्न जुन खोलो छ यो खोलालाई जस्ताको तस्तै सर्लकै यतापट्टि यो कुनबाट चाहिँ खोला कटाउँछौं हैन। अनि त्यसपछि यसमा चाहिँ हामी चाहिँ त्यो ओखरको विष छ नि त्यो चाहिँ यसमा हाल्छौं। कसरी हाल्छौं अनि कसरी माछा मर्छ अनि कसरी माथि चाहिँ माछा आउँछ त्यो पनि म तपाईहरुलाई देखाउँछु। भिडियो चाहिँ अन्तिमसम्म हेर्नुपर्छ है त तपाईहरुले। म यतापट्टि यसरी छु हैन, नाङ्गे पनि भइसकेको छ म। अनि त्यसको चाहिँ हाम्रो दाइहरुले चाहिँ खोलै फर्क्नु भएको छ। म यसो सर माछा मार्न को आउनु भएको छ, म एकचोटि परिचय गराउँछु। यहाँ चाहिँ छविलाल भट्टराई दाइ हुनुहुन्छ, हेलो गरिदिनु दाइ। हेलो। अनि यतापट्टि हाम्रो अविनाश भाइ हुनुहुन्छ। अनि यतापट्टि हाम्रो वरिष्ठ हल्दार साहब रामबहादुर दाइ हुनुहुन्छ। अनि यतापट्टि हुनुहुन्छ हाम्रो राणा साहब हुनुहुन्छ। अनि उतापट्टि अर्को राणा दाइ हुनुहुन्छ। अनि यतापट्टि हाम्रो मानबहादुर सर पनि हुनुहुन्छ। अनि यतापट्टि अरु पनि हामी थप बसे भनेको चाहिँ आज खोलै फर्काएर माछा मार्दिउँ न त हैन। यहाँ त रमा भएको माछा चाहिँ खोलै फर्काएर फाँडे हान्दिनुपर्छ भन्ने छ। अनि त्यहाँ ठगेश्वर दाइ पनि हुनुहुन्छ। हामी यसरी यो चाहिँ खोला चाहिँ अब यो पानी ठाउँ पनि बनाउन लागिरहेको छन्। अनि उतापट्टि चिनक सहानी हुनुहुन्छ। हाम्रो टिम ठुलो छ। अब यो हामीले चाहिँ खत्रै माछा मार्ने प्लान गरिरहेका छौँ। हामीसँग यो ओखरको बोक्रा पनि छ, ओखरको जरा भन्ने अनि जरा भयो भने सकेसम्म जरा प्रयोग गर्ने। जरा प्रयोग गर्दाखेरि चाहिँ भेटेन, जराहरु भएन भने चाहिँ हामीले यो बोक्रालाई चाहिँ तासेर ल्याउनुपर्छ र यो पातसँगै यो बोक्रालाई पनि मिलाएर चाहिँ यो दुईटा हातले फेरि बिस्तारै त्यो छोरी मान्छेको जस्तो कौलो हातले हान्यो भने चाहिँ फेरि पिसिदैन। यो दुईटा हातले चाहिँ ठुलो मुख गर्ने। यसरी चाहिँ ठेक्नु पर्ने हुन्छ है। विष लाग्यो भने माछा बाहिर आउँछ के दाइ। विषलाई चाहिँ फुटेपछि चाहिँ यो विष यस्तो हुन्छ। अनि यसलाई चाहिँ हामीले भयो सकेसम्म चाहिँ प्याजको बोरो, यसमा चाहिँ अलिक बाक्लो खालको धेरै पाल्न पर्यो। प्याजको बोरामा चाहिँ हामीले यसलाई खाल्ने यसरी
आवश्यकता अनुसार हाल्ने, धेरै हाल्नु पर्दैन। बिस हाल्दाखेरि बिस बढी भयो भने पनि माछा फेरि तलेको तल हुन्छ, माथि निस्किँदैन। बिस अलिअलि मात्र लाग्ने गरी बिस हाल्नुपर्छ। भनेको यसलाई हामीले 2 पटकसम्म चाहिँ प्रयोग गर्न मिल्छ। एकचोटि हामीले टोकिसकेपछि चाहिँ यसको रसहरू चाहिँ त्यही छोडिन्छ र यसलाई ल्याएर बाहिर एकछिन सुकाएपछि फेरि यसलाई खिच्छ, दुईजना प्रयोग गर्छ। यता आइरहेको खोलालाई उता फर्काइसकेका छौँ र यहाँ चाहिँ बिस हाल्ने काम भइरहेको छ। माछा यत्रा माछाहरू पर्छन्। आज त्यो माछा ठुल्ठुला माछाहरू म देखाउने छु। अनि बिस चाहिँ कसरी घोट्ने भन्ने कुरा म देखाउँछु तपाईँहरूलाई है। खोइ यता देखाइदिनु यार, फुस्काए तिम्रो निस्क्यो, बाहिर निस्क्यो काम छैन। यस त यहाँ कोही अलिअलि झल्लु मान्छे पनि छन् माछा फुस्काउने। र यो चाहिँ मसला चाहिँ हामीले यसरी चाहिँ रेडी गर्छौँ। यो चाहिँ मसला रेडी अनि कब्रा खोला पेन्डी मात्र त्यो सुक्छ कि भाइ अहिले। Wow,
पानी हल्लाम चाहिँ माछा हेर्नु यहाँ माछा मिसिन्छ यहाँ मैले खतरा पुरी माछा राखेँ आफ्नो न केही काम गर्न सक्दैन होला धेरै उतापट्टि के चौताक लगाइदियो त्यतातिर त एकैचोटि भयो माछा भन्दा भयो भएन कसम त मलाई एउटा यो ल्याउनु त माछा बाहिर बाहिर आउँछ यहाँ मुखले यो मुनि पुरी छ है त्यो भाइ छ नि कस्तो लाग्यो किलो उयो अचारको खुट्टादेखि उतापट्टि ढुङ्गा मुनि के हो त्यो हो या उसले खुट्टा ढुङ्गा पऱ्यो जोडिदिन्छ भन्ने फुटेको यस्तो जोडिदिन्छ यहाँ हिमाल आउँदै अब यहाँ है उतापट्टिबाट एकचोटि हेर्नु त उतापट्टिबाट कति भुटान खान्छ पानी नछुटेर आयो भाइ आज त माछा आयो नहीं चलो माता यहाँ है मान्छे धेरै भएर दुईजना मलाई अर्को नि ल्याउँदा भन्छु
अर्को ल्याउँदै यहाँ म छोड्छु नि यहाँ हेलो यसरी गरेर रामसिंह मार्छ यहाँ अल्लाह त के सोध्दै गरे हुँदै मलाई के म्याक यत्रो बढी छ यहाँ म त लादा के पुलिस लाग्छ अलि देखेछ नि माछा ए अलि कतिले होत्न ल्याउनुहोस् एउटा यहाँ भन्नु पर्यो पानी फेरि नआउनु नि यताबाट भोग्नु छ पानी नआउनु त भोग्नु पर्छ त ओके हो ओके त्यही छ त्यसको काँडै दिन्छ त अनि जस्तो त्यहाँ गएर बसेर पनि त्यति बसेर यो पुलिस यति बढ्दो जान्छ कहाँ अनि यो ढुङ्गा पनि कस्तो खालको ढुङ्गा छ कि